ह्याप्पी दसैँ 2022 सालको हाम्रो परिवारको सबैभन्दा ठुलो मान्छेको हातबाट हामी टिका थाप्दैछौँ। बाजेको हातबाट टिका थाप्दै बुवा, काका, आन्टी, बजे, फुपू, बहिनी, भाइ र म लगायत हाम्रो परिवारले टिका थापिसक्यो। यहाँबाट बजे अहिले क्यामेराम्यानमा छन्, क्यामेराम्यानको स्थान दिएका छौँ। अब हाम्रा परिवार नाथजीका परिवार केरा मात्र खाने दसैँको रमझममा सबै टिका टालोट नानो एउटा फोटो राखेको थियो। हाँस त ल दसैँको दिन अब हाम्रो ट्यागको यहाँ फोटा र भिडियोहरू भइरहेको छ। सबभन्दा पहिलाका हाम्रा बजेलाई भेटाउनु दसैँ कस्तो लाग्यो? राम्रो लाग्यो। आन्टीलाई सम्झाउन चाहन्छु तँले टिका कसरी लगायो? दसैँ कस्तो भयो? राम्रो भयो। अब म बजेलाई सम्झिन्छु तँले टिका कसरी लगायो? दक्षिणा कति दिया? हजार दिया। निउलाको दिया 2000। ओहो टिका कसरी लगायो? बिम्मुले कसरी लाग्यो? राम्रोसँग त लाग्यो। त्यसरी लाग्यो हातबाट राम्रोसँगले। बाजेको हातबाट हामीले थापिसकेपछि अब हाम्रो घरमा चाहिँ आफ्नै बुवाबाट टिका थाप्दैछौँ हामीहरू। सुरुमा बुवाले आमालाई लगाउनु भयो, त्यसपछि टिका मलाई लगाउनु भयो, त्यसपछि बहिनीलाई टिका लगाउनु भयो, त्यसपछि हाम्रो घरको सबैभन्दा कान्छो भाइलाई टिका लगाउनु भयो। आमा, बहिनी, बुवा, भाइ लगायत म हाम्रो 5 जनाको एउटा सानो परिवार टिका लगायो। अब हामी खाना खाँदै लाग्यौँ। हाम्रो परिवारले फुटा पनि खिच्यो। यो हो मेरो एउटा सानो परिवार। त्यसपछि मैले आन्टीको हातबाट पनि टिका थापेँ। एकै थाली खाना खान्थे, एकैसँग बसन्थे, एकै थाली खाना खान्थे, एकैसँग बसन्थे, सम्झन्छे कि बिसारी है सँगै स्कुल झन्थे। क्या है मैना कति टाढा घुम्टोडी लाजमणे कि ए आए बस नजिकला तै त मेरा मन पड़े कि